मेरो नाम हो सचिन र तपाईँ हेर्दै हुनुहुन्छ सचिन ब्लग। यात्राको क्रममा छु। मेरो यात्रा देखाउने क्रममा आज म लुम्बिनी आइपुगेको छु। लुम्बिनी क्षेत्रभित्र पर्ने विभिन्न आकर्षक दृश्यहरू हामी तपाईँको लागि देखाउँदै जानेछौँ। सबै यात्रा कम्प्लिट गर्नको लागि अलिकति गाह्रो हुने हो कि जस्तो लागिरहेछ। हामीसँग बाइक छ सर र हामी बाइकमा पनि घुम्दैछौँ। र घुमघामकै क्रममा छौँ। यति बेला नेपालबाट बनाइएको, नेपालद्वारा निर्मित गुम्बा घुम्यौँ हामी भर्खरै मात्र। र विभिन्न देशले आफ्नो नाममा चाहिँ यहाँ आफ्नो नाममा आफ्नो डिजाइनमा गुम्बाहरू स्थापना गरेका छन्। र यो हामी भर्खरै घुमेको चाहिँ यो नेपालबाट बनाइएको गुम्बा। र भित्र जाँदा लाग्छ निकै शान्त। यसै पनि गौतम बुद्ध शान्तिको प्रतीक हुन् होइन। ईसापूर्वकाल 563मा जन्मेका भनेर विभिन्न इतिहासकारहरूको भनाइ छ होइन। सबैले आफ्नो भनाइहरू राखिराखे पनि इतिहासविदहरूको भनाइअनुसार ईसापूर्व 563मा गौतम बुद्ध जन्मिएका थिए। र यही हो गौतम बुद्ध जन्मेको ठाउँ, यही स्थान हो, यही लुम्बिनी क्षेत्रभित्र गौतम बुद्धको जन्म भएको थियो। र हामी विभिन्न ठाउँमा घुमेर तपाईँलाई देखाउने कोसिस गर्छौँ। मायादेवी मन्दिर, यसै गरी यहाँको इतिहासको एउटा बलियो प्रमाण अशोक स्तम्भ बनिरहेको छ र हामी त्यहाँ पनि तपाईँलाई देखाउनेछौँ। अशोक स्तम्भ एउटा इतिहासको प्रमाण हो भन्ने बुझिन्छ, गौतम बुद्ध जन्मिएको होइन। हामी त्यहाँ पनि हामी तपाईँलाई अवश्य पनि घुमाउनेछौँ। हामीसँग त्यति धेरै टाइम त छैन र पनि हामी सकेसम्म यहाँको महत्त्वपूर्ण ठाउँहरू घुमेर देखाउने कोसिस चाहिँ गर्नेछौँ है त। अब हामी लाग्दैछौँ फेरि अर्को ठाउँमा। अलिकति कन्फ्युज जस्तो नै हुँदो रहेछ, नलेखिएको हो क्या, के हो अब यो पोखरी, यो पवित्र पोखरी भनेर भन्छ होइन। पवित्र पोखरी यही नै हो त भन्ने कुरा चाहिँ कन्फ्युज। हामी सर घुमेर देखाउनेछौँ। हामी सँगै रहनु होला है त। हामी घुमघामकै क्रममा छौँ र घुमि नसक्नु अवस्था छ। घुमि नसक्नु अवस्था। तपाईँ गाडीमा आउनु भएको छ, यो टोटल एरियामा पैदल घुम्दै हुनुहुन्छ भने त्यो मलाई लाग्छ त्यो एकदम धेरै गाह्रो छ क्या। असम्भव भन्ने कुरा त छैन र पनि धेरै गाह्रो छ क्या त्यो। किनभने हामी बाइकमा घुमिरहेछौँ होइन, र पनि यस्तो गाह्रो भइरहेछ नि, कहाँ जाने, कुन ठाउँमा जाने, कुन ठाउँमा जाँदा ठिक, हामीले यो छिटल्नै नसकेको अवस्था छ क्या। शान्त वातावरणमा रमाउन चाहने पर्यटकका लागि लुम्बिनी निकै उपयुक्त स्थल हो। यहाँ वर्षेनी लाखौँको सङ्ख्यामा आन्तरिक एवं बाह्य पर्यटक तीर्थालुहरू आउने गर्दछन्। बुद्ध धर्मावलम्बीहरूका लागि लुम्बिनी महत्त्वपूर्ण पवित्र तीर्थस्थल हो। बुद्ध जन्मस्थल लुम्बिनीमा मुख्यतया मायादेवी मन्दिर लगायत देवी मूर्तिको स्थान पनि रहेको छ। शान्तिदीप, विश्व शान्ति स्तूप लगायत दर्जन बढी गुम्बा र विहारहरू रहेका छन्। लुम्बिनी पुगेपछि घुम्नै पर्ने यी ठाउँहरूमा सबै घुम्नको लागि त कमसेकम 2 दिन त अवश्य पनि चाहिन्छ, नसकिँदो रहेछ क्या होइन। मायादेवी मन्दिर परिसरभित्र राखिएको मायादेवीको मूर्तिलाई जन्म मूर्ति पनि भन्ने गरिन्छ। 4औं शताब्दीमा यो मूर्तिले बुद्ध जन्मिएको दृश्यलाई देखाएको छ। मायादेवीले गौतम बुद्धलाई जन्म दिँदा सहाराका लागि दाहिने हातले रुखको हाँगा समातेको र देब्रेपट्टि उनकी बहिनी प्रजापति र देवगण भगवानको स्वागतका लागि तयारी अवस्थामा राखेको देखिएको छ मूर्तिमा।
रमाइलो छ रमाइलो छ रमाइलो छ। घुमघामकै क्रममा छौँ, विशेष कामको सिलसिलामा बुटबलमा आउँदै गर्दा हामी आज किन छुटाउने त लुम्बिनी होइन। सबै घुमिसक्नु भएको छ, सबै घुमिसक्नु भएको छ, सबैजना घुमिसक्नु भएको छ भने म चाहिँ किन छुटाउनु लुम्बिनी भन्ने हिसाबले चाहिँ लुम्बिनी घुम्न आएको अवस्था छ। मेरो भिडियोलाई इन्जोय गर्दै हुनुहुन्छ भने एउटा लाइक कमेन्ट गर्नु होला, सेयर गर्न मिल्छ भने सेयर गर्न पनि सक्नुहुन्छ होइन। र मलाई तपाईँ मोटिभेट गर्न चाहनुहुन्छ भने मेरो कन्टेन्टहरूलाई जे होस् सल्लाह सुझाव दिने कोसिस गर्नु होला है त। र आउँदा दिनहरूमा अझ उत्कृष्ट मिठो मिठो भिडियोहरू म घुमेको कुराहरू म तपाईँलाई लिएर आउँदै गर्नेछु। रमाइलो छ रमाइलो छ रमाइलो छ रमाइलो छ। हजुरको शुभ नाम? मेरो अनिता पन्थी। अनिता पन्थीजी कहाँबाट? गुल्मीबाट। गुल्मीबाट। र कतिौँ पटक हो यो? फर्स्ट टाइम हो। र कतिको रमाइलो भइरहेछ? एकदम धेरै इन्जोय भइरहेछ। बाइकमा आएको? बाइकमा आएको हिँड्न चाहिँ नसकिँदो रहेछ, यहाँ धेरै छ हिँड्नलाई। तपाईँहरू आउँदा चाहिँ सकेसम्म के आफ्नो स्रोत साधनहरू लिएर आउनुभयो भने भित्र हिँड्नलाई चाहिँ सजिलो हुन्छ। धेरै ठाउँ छ घुम्नलाई, यतिकै दिनभरि पनि हिँडेर सकिँदैन घुम्नलाई चाहिँ। हिँडेर त केहीमा आउनुभयो भने बेटर हुन्छ। मेरो चाहिँ तपाईँहरूको लागि सल्लाह सुझाव भिजुक रमाइलो छ, भिजुक रमाइलो। अब हेरौँ अगाडि गएर हेरौँ, अगाडि हेरौँ के छ यहाँ घुमेर। यहाँ चाहिँ घुम्न साँच्चै घुम्ने हो भने चाहिँ पुरै एक दिन 24 घन्टा लाग्छ। तपाईँ देख्नुहुन्छ मायादेवीको मन्दिर। हामी मायादेवीको दर्शन गर्न खोजिरहेका छौँ। अब भिडभाडको कुरा गर्ने हो भने निकै भिडभाड छ, निकै भिडभाड छ। अब भित्र हामी कसरी प्रवेश गर्न सक्छौँ? मन्दिरको सिँढी चढिसकेपछि मन्दिरको दर्शन गरौँ न भन्ने हो होइन। र भित्र जानलाई भिडभाड आज फेरि निकै भिडभाड रहेको छ। यो भिडभाड सम्भवतः आज शनिबार भएको भएर पनि होला, निकै भिडभाड रहेको छ। र हामी सकेसम्म धेरै ठाउँमा घुम्ने कोसिस गर्दैछौँ। हेरौँ कतिको सफल रहन्छौँ। र तपाईँ पनि यस्तो खालको संयोग अवश्य पनि मिलाउनुपर्छ। र यो संयोग हर कसैलाई कुनै पनि समय मिल्दैन र समय निकाल्नुपर्छ। आफ्नो लागि समय निकाल्नुहोस्। तपाईँ पैसा कमाउनुहुन्छ, व्यापार गर्नुहुन्छ, जागिर गर्नुहुन्छ, धेरै गर्नुहुन्छ होइन, सबै गर्नुहुन्छ, गर्नुहोस्, छुट छ, सबै गर्न पाइन्छ। तर आफ्नो लागि पनि समय छुट्याउनु, आफ्नो लागि पनि समय छुट्याउनुहोस् भन्छु म चाहिँ। हजुर, हामी मायादेवी मन्दिर परिसरमा छौँ। यहाँ चाहिँ पवित्र पोखरी, इतिहासको एउटा बलियो प्रमाण अशोक स्तम्भ होइन लगायत हामी पुराना भग्नावशेषहरू पनि मजाले देख्न सक्छौँ। कति पुराना थिए यिनी होइन। खनन गरेर यसरी अहिले संरक्षण गरिएको छ यी भग्नावशेषहरूलाई। हामी मायादेवी मन्दिर परिसरमा यी धेरै कुराहरू देख्न सक्छौँ। निकै आनन्दको फिल भइरहेको छ। र यो सँगै आजको हाम्रो लुम्बिनीको यात्रा यहीँ नै सकिन्छ।
अब हामीसँग त्यति धेरै टाइम छैन र घुम्ने ठाउँ धेरै छ, धेरै ठाउँमा घुम्नुपर्ने देखिन्छ यहाँ आउँदा। मलाई लाग्छ एउटा जिन्दगी बित्छ जस्तो कि यो ठाउँ घुमेर यो ठाउँको अवलोकन गरेर होइन, यहाँको सम्बन्धित कुराहरू बुझेर जिन्दगी बित्छ जस्तो लाग्छ। निकै फुर्सदिलो समयमा आउनुपर्ने जस्तो लाग्यो मलाई। र आजको हाम्रो यात्रा यहीँ नै सकिन्छ। मसँगै अन्तिमसम्म रहनुभयो तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद। फेरि पनि अरू भिडियोहरूमा हाम्रो अवश्य नै भेट हुनेछ है त।